इस्टाब्लिश द रिलेसन P इक्वल टु HdG। यहाँदेखि म सुरु गर्छु। यो P भनेको चाहिँ प्रेसर हो। P भनेको के अरे प्रेसर, P भनेको प्रेसर, H भनेको हाइट, D भनेको डेन्सिटी अनि G भनेको एक्सेलरेसन ड्यू टु ग्राभिटी, एक्सेलरेसन ड्यू टु ग्राभिटी। ल प्रुभ दैट प्रेसर इक्वल टू हाइट इन्टु डेन्सिटी इन्टु एक्सेलरेसन ड्यू टु ग्राभिटी। यो प्रुभ गर्नुपर्छ। एक्जाममा यो रिलेसन आयो भने तिमीले गरेर देखाइदिनुपर्छ। ल प्रेसर भनेको चाहिँ के हो भने सिन्स प्रेसर इक्वल टु हामीलाई थाहा छ प्रेसरको फर्मुला फोर्स अपन के अरे एरिया। फोर्स अपन एरिया भनेको प्रेसर हो। बुझ्यो? यो त क्लास 9 मा पढेको हैन। प्रेसर इक्वल टु फोर्स अपन एरिया। ओके, फोर्स भनेको के हो? मास इन्टु एक्सेलरेसन ड्यू टु ग्राभिटी। मुनि चाहिँ एरिया भनेको त हामी ए लेख्दियौँ, एले डिनोट गर्छौँ। एरियालाई हामी एले डिनोट गर्न सक्छ हैन। एरिया भनेको ए। तिमीलाई थाहा छ उयो के अरे डेन्सिटी इक्वल टु के हुन्छ? डेन्सिटीको फर्मुला डेन्सिटी इक्वल टु मास अपन के हो? भोल्युम हैन। त्यसैले यो मास ए छोड भोल्युम इन्टु डेन्सिटी गऱ्यो भने डेन्सिटी इन्टु भोल्युम गऱ्यो भने के पाउँछ? मास पाउँछ। यो यस्तो मल्टिप्लाई हुन्छ हैन। डेन्सिटी इन्टु भोल्युम इक्वल टु के हुन्छ? मास। भनेपछि यो मासको जग्गामा के लेख्दिन्छु म? भोल्युम इन्टु डेन्सिटी हैन। भोल्युम इन्टु डेन्सिटी इन्टु एक्सेलरेसन ड्यू टु ग्राभिटीलाई हामी जी ले डिनोट गरिदिउँ ल, किनभने यही मैले भन्दैछु जी भनेको एक्सेलरेसन ड्यू टु ग्राभिटी। मुनि चाहिँ यो एरिया। बुझ्दै छ यहाँसम्म कुरा? अब भोल्युम भनेको के हो भन्दाखेरि एरिया इन्टु एरिया यस्तो छ सिलिन्डर, यसको भोल्युम निकाल भन्यो भने के पारा निकाल्छ? एरिया बेस इन्टु हाइट। भनेपछि यसको एरिया यो मुनिको जुन चाहिँ सर्कलको एरिया पाई आर स्क्वायर इन्टु यसको यो हाइट, यो भयो यसको भोल्युम। बुझ्दैछ कुरा? त्यस्तै भएर हामीले त यसको त के अरे रेक्टेङ्गुलर प्यारालेलोपिपेडको त हामीले यो गरेको छैन, भोल्युम निकाल्नु जान्दैछ हैन। यहाँ मुनि के छ? यहाँ मुनि रेक्टेङ्गल छ एउटा, रेक्टेङ्गल छ। यो बेस भयो, ब्रेथ भयो, यो लेन्थ भयो, यो ब्रेथ भयो, यो लेन्थ भयो। एरिया बेस। अब यो रेक्टेङ्गलको एरिया के हुन्छ? लेन्थ एल छ रे ब्रेथ बी छ भने लेन्थ इन्टु ब्रेथ। अनि यो यसको हाइट चाहिँ सपोज यहाँदेखि यहाँसम्म हाइट चाहिँ एच छ भने यसको भोल्युम चाहिँ हुन्छ, यो रेक्टेङ्गुलर प्यारालेलोपिपेडको भोल्युम चाहिँ हुन्छ लेन्थ इन्टु ब्रेथ इन्टु हाइट। लेन्थ इन्टु ब्रेथ भनेको एरिया अफ बेस हो इन्टु हाइट भनेको चाहिँ के रहेछ? भोल्युम। भोल्युमको जग्गामा के लेख्न सक्छ हामीले? एरिया इन्टु हाइट। समझमा आउँदैछ? भोल्युम भनेको के अरे? एरिया इन्टु हाइट। एरिया लेन्थ इन्टु ब्रेथ भनेको एरिया इन्टु यो हाइट, एरिया इन्टु हाइट। डेन्सिटीलाई हामी डी ले डिनोट गरिदिउँ किनभने हामीले यहाँ लेखिसक्यो डेन्सिटी भनेको डी। जी भनेको यहाँ जी छँदैछ। मुनि चाहिँ छ ए। यो ए त माथिदेखि आएको है। यहाँसम्म बुझ्दैछ? अच्छा, एरिया भनेको त के हो? ए हो। यो एरिया भनेको त ए हो। इन्टु हाइट भनेको के हो? एच हो। इन्टु डेन्सिटी भनेको डी हो इन्टु जी। मुनि चाहिँ के छ? ए। यो ए र ए त मृत्यु भयो। यहाँ माथिबाट पी झर्दैछ। यो पी इक्वल टु के भयो त्यसो भए? एचडिजी। समझमा आयो? ओके।